यही हो ढिलो गर्ने मान्छे महाप्रो म्याक्स फेरि मलाई दोष लाउँछ उता भन् मैले ढिला गरे तुम्हें शर्म है कुछ शर्म आया है यिनीहरू बाइक ढिलाकै थिएन यिनीहरू बाइक निकाल्दाखेरि टाइम लगाएको थियो कि ओइ किन निकालेन ओइ मेरो बेबीलाई हाई गर्दै आउनु हेलो अघि मैले जिस्केर भनेको सिरियस नलिस होला नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर कोई ना कोई गड़बड़ जान्छन् होला यस्तो पाराले केटाहरू लु 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 जाठी रिसाएको जा गयो मरना है क्या भोसड़ी के मरना तेरे को डर नहीं लगता नमस्ते म चाहिँ मिस एङ्ग्री हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म नि सन्चै छु अनि आज चाहिँ हामी के भन्छ खोइ कहाँ टोखातिर कता जाँदैछौँ मेरो पछाडि मिस सेलिना हुनुहुन्छ हाम्रो सेलु बेबी अनि ऊ चाहिँ मेरो घर आएको थियो अब मिस भेनमलाई चाहिँ हामीले टोखा भूत खेलमा भेट्छौँ अनि हामी जाँदैछौँ साथीहरू आज पनि रमाइलो गर्नु भनौँ न रमाइलो भन्ने कुरा गर्नु पऱ्यो नि त होइन साथीहरू घरमा नि कति बस्नु तर मैले आज बल्ल बल्ल होइन यस्तो जाँगर चलाएको थियो कि काम गर्ने यस्तो मजाले काम गर्दै थिएँ यस्तो मजाले काम गर्दै थिएँ बल्ल बल्ल जाँगर चलेको काम गर्नलाई काम गर्दै गर्दै केटीले त फोन गरेर होइन मिस भेनमले त फोन गरेर हिँड्छौँ घुम्न अरे ल अनि बल्ल बल्ल काम गर्दैछु भनेको 30 मिनटमा रेडी भएर आइज के अरे 3:30मा होइन रेडी भएर आइज नभए के अरे बिल तैँले तिर्नुपर्छ अरे क्या यस्तो आपत खेलायो कि केटीहरूले बाबा हतार हतार होइन हतार हतार कपडा लगाएर अनि फेरि अब पुछपाछ पनि गर्न थियो होइन लुगा के अरे हालतमा बसेको थिएँ नि त म त रुम सफा गरेर अनि पुछपाछ गरेँ ओरे रुम सफा गरेँ अनि त्यस पछाडिबाट तर मैले त छिटै गरेँ सधैँ म केमा अल्झिन्थेँ आई डोन्ट नो होइन तर आज मैले छिटै गरेँ के पैसा तिर्नुपर्छ भनेर हो भने जत्तिकै भयो क्या अनि आज मैले हतार हतार गरेर म रेडी भएँ म रेडी भइसके पछाडि म रेडी भएर नि कति बेर बसेको क्या साथीहरू बसेँ घरमै बरु टिकटक बनाएँ होइन अनि बल्ल बल्ल महारानी आउनुभयो हाम्रो मिस सेलिना चाहिँ आउनुभयो अनि त्यस पछाडि चाहिँ बल्ल हिँडेको हामी अब हाम्रो डार्लिङ बेबीलाई हामीले भेट्छौँ यहाँ अगाडि खै त्यहीँ छु भन्थे सायद छ होला हेरौँ है त बाहिरको काम सबै मेरो घरको तिमीलाई आज त मौसम पनि दामी छ मेरो बाइकमा तेल हाल्नु पर्ने तेल नि हाले छैन हाम्रो मिस भेनम चाहिँ यहाँ होइन हाम्रो मिस भेनमसँग पनि भेट भइसक्यो हेलो डार्लिङ के अरे टाइममा आइपुगेन अझै नि यही हो ढिलो गर्ने मान्छे महाप्रो म्याक्स फेरि मलाई दोष लाउँछ उता भन् ओइ मासाला के भन्नु अरे अनि म रेडी भएर त बसेको थिएँ नि त ल माछ ल ल ल ल ल मैले ढिलो गरेँ ल ल ल ल हेलो ल मैले ढिलो गरेको अरे होइन त ल ठिक छ मैले माने मैले ढिलो गरेको अरे ल अब चाहिँ हामी जान्छौँ है मलाई साथीहरू रिस उठेर आयो जति छिटो गरे पनि लास्टमा मैले ढिलो गरेँ अरे हेर्नु न यिनीहरूले दोष त लास्टमा त मलाई नि ऊ ढिलो प्रो म्याक्स भनिदिइसक्यो एउटीले अझ मैले कति छिटो गरेर बसेको अर्कीले पनि होइन रे बाइकै घुमाएको थिएन भन्छ भाइ ऊ ढिलो आउने अनि ओ त जाए पुड्की अब मलाई मेरो दोष लगाइदियो हो मैले ढिलो गरेको अरे जति छिटो गरे पनि हुँदैन यिनीहरूलाई
यति छिटो गर्छु सेलमा आउन ढिलो गराएको थियो लास्टमा त मैले बाइक घुराएकै थिएन भनिदिएँ अब ठिक छ अब हेप्छन् सोझो भनेर कति हेप्छन् मलाई मेरो साथीहरूले कति हेप्छन् के भन्नु र ठिक छ अब हेपोस् होइन साथीहरू चित्तै दुखेर आयो चित्तै दुखेर आयो मेरो भन्नु जस्तो भयो त बाइकमा तेल हालेको छैन अब कता हाल्ने हो कहाँ जाने हो त पनि थाहा छैन हिँड भनेपछि हिँड्नु परिहाल्छ कहाँ गएर तेल हाल्ने हो के गर्ने हो कता जाने हो आई डोन्ट नो र पनि चल्दिउँ न चल्दिउँ कता हो मासाला अर्को पुड्की पुरा मासु अगाडि गएर रोक्दै थिएँ यो मान्छे पनि खत्तम रहेछ खत्तम यसले मलाई मैले ढिलो गरेको भन्थे इस भनेर ठुल्ठुलो कुरा गरेर जिती म बोल्न सक्दिनँ नि त यिनीहरूको छेउमा अनि मलाई हेप्छन् क्या यिनीहरूले गाह्रो छ साथीहरू गाह्रो छ मलाई हेपेर धुमचक्र गर्छन् यिनीहरूले तिराउनु पर्छ हुन्छ म तिर्न रेडी तर तिमीले झुट बोल्यौ क्या मैले ढिलो गरेँ भनेर ओए मासाला म रेडी भएर बसेको थिएँ तिमी ल भयो क्या भयो मै तिर्छु भयो मै तिर्छु क्या मै तिर्छु मै तिर्छु क्या जाऊ क्या तिमी तर तिमीले झुट बोल्यौ यार जाऊ छैन 2000 हालिदिनु लिएर गइयो एकछिन त फुल ट्याङ्की भएको एकैछिन त भएको छ पैसा पनि खलात खुलुत जान्छ तेल हाल्यो भने कम्ता गाह्रो छ र जिन्दगानीमा मासाला बाइक नचलाम न भने बाँच्नु सकिँदैन जस्तो लाग्छ बाइक बेगर चलाम भने तेल हाल्न सकिँदैन जस्तो लाग्छ कति गाह्रो हो कति चाहिँ गाह्रो हो साथीहरू मलाई यस्तो पाराले हो भने यस्तो दिनकै कुदै गर्नु कसम घर निकाला गरिदिन्छन् मलाई घरदेखि निकालिदिन्छन् अनि पक्का पतारा बोकेर कहाँ जानु म घरदेखि निकालिदिएपछि कहाँ जानु भन्नु त पोका पतारा बोकेर अनि ल जा भनेर निकालिदियो भने त तँलाई पाल्न सक्दिनँ म भनेर निकालिदियो भने म कहाँ जानु के गर्नु ओहो कति गाह्रो काट्छन् मलाई काट्छन् अब हिँड्न मन लाग्छ फेरि त्यस्तै केटीहरू जाम भन्छन् ओके भन हिँड्नु यस्तो पाराले कुन दिन मेरो घरबाट उठी बास लगाउँछ नि केटीहरूले फिक्स लगाउँछन् क्या मेरो उठी बास लगाउँछन् घरदेखि यिनीहरूले मैले थाहा पाइसकिसकेँ कहाँ जाम भने हुन् कहाँ जाने हुन् त्यो पनि थाहा छैन केही पनि थाहा छैन रेडी हो यति मिनटमा भनेपछि अब रेडी हुनु पर्यो त्यति मिनटमा रेडी भएर अनि कुद्नु पर्यो रेडी भएर आउँदा पनि मलाई नै गाली गर्छन् फेरि कस्तो गाह्रो छ भने कति गाह्रो छ जिन्दगानीमा जान्छन् होला यस्तो पाराले केटाहरू लु कसम जान्छ यस्तो पाराले यस्तरी नकुदाउनु हो भाइहरू हो अहिले एकछिन पो जोस हुन्छ त उहाँ हेर त अड्केका थ्याङ्क यू अयो मलाई चाहिँ आँट आएन है साथीहरू यो नदेखिनेमा चाहिँ म चाहिँ नदेखिने चाहिँ म चाहिँ हिँड्दिनँ मलाई चाहिँ देखिनै पर्छ क्या होइन सबै अगाडिबाट आइदियो भने के गर्नु आफ्नो मात्रै आफू त मऱ्यो अनि परिवारलाई रुवाउनु त भएन नि हौ
जिउँदो हुँदा पनि रुवाएको छ, मरेपछि पनि रुवाएको छ। त्यस्तो त गर्नु भएन नि साथीहरू होइन। स्टाइल देखाएका फेरि अलिअलि होइन, केटाहरू नदेखाउने स्टाइल। है त्यति अहिलेको भाइहरू कस्तो चलाउँछ क्या बाइक होइन। सिधा चलाउनु, स्पिड चलाउनु त पनि ठिकै हो जस्तो लाग्छ कि होइन देखिनेमा चाहिँ। तर नदेखिने ठाउँमा बल गर्छन् क्या होइन। त्यस्तो म त नगर भन्छु कि म त। जान्छ मान्छे उल्टिन्छ। अब यिनीहरूको स्टाइल फेरि यहीँसम्म मात्रै रहेछ। यहाँ गएर स्टाइल देखाएर अगाडि गयो, अब त्यहाँ आएर रोकिनु त रहेछ नि, रोकिन त। ए बाबा नदेखाओ क्या भाइहरू, नदेखाओ। जवानमा गुल्टे लाओ जे भाइ त होला नि होइन। त्यस्तो गर्नु हुन्न, डेन्जर। कहाँ म पनि चलाउनु त चलाउँछु कि साथीहरू, स्पिडै चलाउँछु होइन, चलाउनु पऱ्यो। तर चाहिँ मेरो चाहिँ बानी कस्तो छ भने नदेखिनेमा चाहिँ इन्द्रका बाबु चन्द्रले नै भने पनि म जान्न क्या। नदेखिनेमा चाहिँ मेरो आँखाले नदेखुन्जेलसम्म चाहिँ म जाँदै जान्न क्या। जस्तो सुकै राति होस्, जेसुकै होस्, खुल्ला बाटो होस् होइन, नदेखिने छ भने पनि नदेखिने छ भने चाहिँ म मरि काटे पनि जान्न क्या अगाडि। देखिनै पर्यो मलाई होइन। भरे फ्याट उताबाट आउनु अरे के अरे केही होइन, बाइक साइक आउनु नभए गाडी आउनु अरे अचार बनाइदिन्छ त नि। अचार बनाउनु त भएन नि साथीहरू। त्यही भएर मलाई चाहिँ डर लाग्छ। फेरि अहिले किन स्लो गऱ्यो? कहाँ जोसिया? कहाँ जोसिया? त्यहाँनिर कता? उता डिसवालासँग पुरा दामेर आउँदो रहेछ क्या। होइन तिनीहरूले नाटक देखाइरहेको थियो क्या। अगाडि सुइँ जाने अनि फेरि रोकेर बस्नु, सुइँ जाने अनि यस्तो पार्ने त देखाइरहेको थियो क्या। जोसेको होइन, मैले त त्यसरी नै जसरी कुदाउँछु त्यसरी नै कुदाएको त मेरो। ओ राडी होइन, अफ छैन त। जाठी रिसाएको जा गइहाल। रिसाएको हो जा गइहाल। रिसाउँछु त यसलाई पक्कै माथि गरेर रामधुलाई हान्छु पक्क। यसलाई यहीँ हान्नु क्या। हानिदिन्छु यसलाई म। नमस्ते गर्न त। अबदेखि न्यु गरिदिनु हो नि। गुड। गरो हेप्छु त। मलाई किन त्यस्तरी मलाई हेप्छ नि त होइन। माछालाई फ्याफ्या हुन्छ त यति यति हिँड्दै। चलौँ। ओइ कति राम्रो रहेछ। म त आएको थिइनँ नि यहाँ। साला भनेपछि म त जहाँ पनि आएको थिइनँ मात्रै भन्ने हुन्छ त। कस्तो नदेखिर ल है ल। अब हामी यतातिर बस्छौँ। कहाँ प्याके होला क्या। यस्तोमा त मासु चढिहाल्छ नि। यतै बसौँ न। यहाँ बस्ने यहीँ बसौँ है ल। हामी अब यहाँ बस्छौँ। के ए छैन मलाई त छैन। किनकि म तिमीलाई आँखा चिम्लेर विश्वास गर्छु। भाइ निकेशको साथी। मैले कस्तो गेस गर्छु देखिस्। ओए भाइ ल म क्या सक्ड भइदिएर ल निकेशको साथी भन। भाइ नै हारेछ। ओए कहिले आएको? ओए
बिहान आउँदाखेरि म आफै सके हेलो हजुर मेरो त फर्स्ट टाइम हो है म त कसम उयो भन्ने कसकै साथी भन्ने चाहिँ मलाई थियो, भाइ हो भन्ने चाहिँ थियो होइन, तर उही आएको भन्ने चाहिँ थाहा थिएन के। कसम भित्रै मनदेखि त्यस्तै लागिरहेको थियो क्या मलाई, कसम भगवान् कसम मलाई त्यस्तै लागिरहेको थियो क्या भित्रै मनदेखि। अनि के भन्छ ओए भाइ आज यार कतिखेर आइपुगेको? मम्मी सरप्राइज भएको भने ओए यस्तो हेरेको भएको के हजुर ल म त कसम कस्तो साइको भयो यार त। किन बेबी हो भनिरहेको छ नि आया हो बेबी भनेर ग उही म त छक्क पर्दिर हजुर खास किन लिनुहुन्छ कसम मिलेर मलाई खुस्कायो यार। म त भाइको साथी हो भन्ने चाहिँ थियो, भित्रै मनदेखि त्यस्तै लागिरहेको थियो क्या, भाइको साथी हो भाइ हो भन्ने चाहिँ थियो होइन, भाइको साथी हो भन्ने चाहिँ थियो, तर उही आएको चाहिँ हाम्रो भाइले ल्याइदिएको चक्लेट यति नै छ त अनि यति नै अनि देखाउनु पर्न त सक्यो त अनि कस्तो राम्रो फुल क्या, चट्ट परेको टक्क परेको फुलहरू। ओहो लु नाच नाच मेरी जान ओके लगान्छु छोड के शरम किन्तु परन्तु नाच न। यस्तो दामी छ। मिस भेनाम हुनुहुन्छ यतापट्टिको चाहिँ, यतापट्टिको चाहिँ हाम्रो सेलिना, तर दामी रहेछ क्या। ओए चिप्ले भनी भ्यू हेर्नु न कस्तो राम्रो है भ्यू। ओहो ओ माई गड लाउनु हजुरहरूको लागि है यो चाहिँ, लु हजुरलाई दिएँ मैले फुल, कस्तो राम्रो छ भ्यू पनि त्यस्तै राम्रो छ। लज्जा हामीले अब खाइसक्यो भने त खाइवरी अब टाप्सिङ हान्न आँटेको। मिस भेनम यता हेर्नुहोस् त झोला ग्याङ म्याचिस यो चाहिँ भुसिया कुकुर म भुसिया कुकुरको बेस्ट फ्रेन्ड। ओहो हु आर यु? ल ब्याङ्क देखिया छ मलाई पनि 50-50 है। मैले दुःख गरेर लुटे तल 50 अनि म बेस्ट फ्रेन्ड हुन्छ ल हुन्छ। म त जानु मिलेन त किन मिलेन? फेस्टिभल छ भनेर हैन म बाहिर तिमीहरु पैसा लिएर आऊ अनि म यसो गर्नु ए हुन्न गर्न त दुःख खाना पहिला पर्ने तिमीले हो। हेर गर्न त हामी गरिहाल्छौँ नि होइन, अहिले आएर चिन्दिनहरू छोड दे ल ठिक छ ल। बाइक कसले घुराउँदो रहेछ अब नघुराउँ है। चाबी बिर्सेर आएछ खुसकटले, हामीसँग टक्कसँगले खाजा साजा हान्ने। ओहो कति मजाले नाचेको हो। अब चाहिँ हामी जाने हाम्रो मिस हेर्न अगाडि। आई आमा कति राम्रो हो, यहाँ त म आएको थिइनँ कि तर लास्टै राम्रो रहेछ। ए हस् बाई हस् ल है ल है। ओ बेङ्गलोर टु ओए सुन्न यहाँ छ सेपरेट कुरा छ क्या, बेङ्गलोर नाच्ने भने होइन स्टार चाहिँ सुरु भयो पसलदेखि गरौँ न। अलिअलि त छ होला नि त होइन, हेर मस्तले कमाइ हुन्छ जस्तो लाग्यो। यत्रो मान्छेहरू आउँदो रहेछन्। सुरुमा चाहिँ ब्याङ्क लुट्नुभन्दा अगाडि यो मात्रै यो लुटेर जाउँ न, कम्तीमा पनि 10-12 हजार त होला नि हो पक्का। हस् बाई पक्का लुट्ने, तर यो कुरा चाहिँ सिक्रेट है, कसैलाई पनि नभनौँ है ल हुन्छ ल। हाम्रो यहाँ डिल भइसक्यो है अब हाम्रो यहाँ डिल भइसकिसक्यो। यहाँको साउजी अब ब्याङ्क नलुटी भएन। ओ मासल्ला सुई जान खोज्छ त हौ। ओए म त रक्सी खाएँ कि क्या हो, बाइक त थाम्नै सक्दिनँ त। अनि तैँले थुक्पा सुक्पा भनेर मलाई के खुवाए?
रक्सी खुवाए जस्तो छ साथीहरू मलाई यिनीहरूले ला घुराउन सिक्दैछ केटीले आया ल यो मान्छेलाई चाहिँ चिन्नु है साथीहरू भन्दा पनि हाम्रो भाइ हो क्या भाइ ओहो केही होला जस्तो छ अब फर्काइ हान्दिउ हानिदिन्छु बाइक फर्कायो केटीले आज त ओहो ओ म्याम म हजुरलाई चिन्न सक्छु म ब्याङ्क लुटुवै ए ब्याङ्क लुटुई त मसँग बस्ने हो आया ओइ यो फोन कहाँ छ फोन राख त केटी आया यो जाँठो फोन पनि खोइ के जाति पुछेर फाल्ने खालको छ अनि ठिक्क चाहिने बेलामा अफ भइदिन्छ आज चाहिँ हाम्रो म्यामले बाइक फर्काएर हो सान्देर बोलेछ फेरि बोलेछ सिधै बेङ्गलोर नजाने अब हामी चाहिँ यहाँदेखि ओह्रालो गुटुङ टुङ 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 जाँदैछौँ टुटुङ टुङ टाढावाला चाहिँ नहोस् केटी ला एकमा पो रहेछ टुटुङ डुम टुङ टाढावाला चाहिँ नहोस् गाह्रो छ साथीहरू त मजा आयो कत्रो चिज लाग्यो हौ फ्लेक्स हाने हो आज चाहिँ हाम्रो मिस भेनमको नयाँ क्यामेरा आयो त भाइले ल्याइदिएको क्यामेरा अनि खुसी भएर चिच्चा फ्लेक्स हानिरहेको छ क्यामेरा चिच्चा फ्लेक्स हानिरहेको थियो मिस भेनमले हामी चाहिँ ओह्रालो जाँदैछौँ अनि मिस भेनमको बाइक चाहिँ भाइले चलाइरहेछ अनि महारानी भएर बस्नु भएको छ मेरो पछाडि मिस भेनम हाउ आर यु भेरी ह्याप्पी ओ राडा बान हाल्ने हो यताबाट आइदिएको त उताबाट नि आइदिएछ यताबाट नि आइदिएछ झन्डै नि हो जाँठा बान गाह्रो छ झन्डै लडाउँदैन लडाइ नि केही भएन भाइलाई चाहिँ केही हुनु भएन क्या भर्खर घर आएको बाहिरको रुल्स त फेरि अर्को टायर्ड हुन्छ त्यहाँनिर चलाउनु सक्दैन क्या गाह्रो हुन्छ हो नि बिस्तारै आएर छैन पछाडि कता आउँदैछ भाइ आउँदैछ मेरो भाइ हरायो क्या भाइ आउँदैछ क्या हराउँदैन पछाडि बुहारी पनि छ अब हामीले चाहिँ यहाँ सेललाई चाहिँ हाम्रो बुहारी बनाउनेवाला छौँ जोडी मिल्छ यार सेललाई बुहारी बनाइदिउँ एकचोटि बनाइदिउँ है बुहारी त्यही भन बुहारी भएर एक्लै हिँड्ने होइन त्यही भने हाम्रो भाइलाई धोका दिन आँटे क्या अब हामीले चाहिँ त्यही डिसाइड गरेको है हाम्रो बुहारी बनाउने साथी नमान्न त पाइँदैन नि ल बिस्तारै चलाउँछु मेरो भाइ चाहिँ आएको छैन पछाडि नै छ ल अनि हाम्रो बुहारीले भाइलाई छोडेर आयो क्या टेन्सन लाग्छ कि त्यसको पक यहाँ कहाँ रोकौँ यहाँ भाइ आएको छैन भाइ त्यही भएर रोक्नु पर्ने हुन्छ यो बुहारी त मात्रै कि बुहारी परिछे भाइलाई नलिकन आइदिरा
ओइ मातेकी बुहारी कस्तो हो र भाइलाई नलिकन आइदिने बिस्तारै आइरहेछ होला नि त अयो हो हाम्रो बुहारी त खत्तम परिसिन खत्तम यतिको जेठी सासूले कहाँ पाउँछ भन्न कहीँ पनि पाउँदैन अनि भाग्यमानी हो भाग्यमानी हौ तिमी त जम हिँड 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 यतिको कहाँ पाउँछ भाइ तिमीलाई कस्तो लाग्यो त हाम्रो साथी ओ हिँड न ओ बुहारी अगाडि हिँड न अगाडि कहाँ भाइलाई त्यही भने भाइलाई छोड्न भएन है भाइको पछि पछि हिँड ओहो हामी पनि जेठी सासू हो लगाइ जाँदा चाहिँ हामी जेठी सासू भएको छौँ है हाम्रो भाइ बुहारी अगाडि छन् मर्छन् होला अब हामीले सेल्नालाई चाहिँ हाम्रो बुहारी ह्यान्डसम छ नि अनि मिल्छ मिल्छ अनि त्यतिको त हुनु परिगयो नि अनि यसो अङ्गालो मार्दा पनि धड्कन सुन्नु परेन भाइको ल है हामी त मक्ख छौँ भाइ आएर मक्ख परेको छौँ तिमीमाथि बुहारी पनि पाइयो त्यही त धेरै टाढा खोज्न जानु पनि परेन त्यही त नि घर झगडा होला भन्नु परेन आफ्नो साथी भएपछि कति आनन्द हो लु आजदेखि हामीले बुहारी पायौँ है साथीहरू बुहारी पाएको खुलासा सेल्न प्याक भइसकिसक्यो सेल्न प्याक भइसकिसक्यो है हाम्रो बुहारी भइसकिसक्यो हामी दुईटी जेठी सासू भइसक्यौँ मजै पो आउँदो रहेछ त जेठी सासू हुन पनि त्यही भने हो यहाँ लुगा पो सोचौँ लाग्यो त के लाउने भनेर लेहेङ्गा लाउने होला हौ त्यही भने दामी खाले लाउनु पर्छ महँगो दामी परो ल है ल हो भाइले कमाउँछ हामीले सर्लक्कै खोज्न पनि पाइयो साथी भनेपछि होइन अरू बुहारी भए पो नदेलान् भन्ने टेन्सन होइन अब आफ्नो साथी बुहारी भए चाहिँ ओ निकाला त यति भन्न पाइयो नि लु हामी चाहिँ मक्ख परेर हो सपना बुन्न थाल्यौँ है साथीहरू अब त्यो सेल्नालाई कसैले पनि नजिस्काउनु होला आजदेखि हाम्रो भइसकिसक्यो हाम्रो बुहारी भइसकिसक्यो हाँसी मजाक भन्ने गर्दै गर्नुपर्छ होइन साथीहरू यस्तै हो हामी चाहिँ जाँदैछौँ अब तिनी ऊ चाहिँ सायद अगाडिबाट जान्छ होला ओ यता हेर त बाई ल हामीले चाहिँ अब हाम्रो बेबीलाई पनि बिदाई गऱ्यौँ साथीहरू बिदाई गऱ्यौँ सायद अब भाइले कताबाट लान्छ थाहा छैन हामी चाहिँ सायद राइट पनि जान सक्छौँ या सिधै पनि जान सक्छौँ हाम्रो बेबीलाई चाहिँ हामीले यहीँदेखि बाई गऱ्यौँ भ्लग चाहिँ मैले यहीँ एन्ड गरेँ अब उहाँ चाहिँ सेल्ना चाहिँ गइसकेको छ उताबाट गयो मिस भेनम हामी चाहिँ म चाहिँ मिस भेनमको घरमा जाँदैछु आजको भ्लग चाहिँ यहीँ एन्ड गर्ने बाई बाई गाइस लभ यू